लैजा तेरो मैताल तँ जस्तोलाई छिन मेरो घरमा बस्नु पर्दैन मैती लिएर खुट्याउने सो जारी 2 यो जारी मुभीको सिक्वेल हो रिटेन एन्ड डिरेक्टेड बाई उपेन्द्र सुब्बा मुभीको कास्टको बारेमा कुरा गर्ने हो भने जस्ट लाइक द प्रिभियस पार्ट सिक्वेलमा नि सेम कास्टहरू छन् दयाङ राई मिरुना मगर विजय बराल प्रेम सुब्बा एन्ड सपोर्टिङ एक्टर्सहरूमा रिचा शर्मा बुद्धि तामाङ अनिल सुब्बा एन्ड धेरै एक्टर्सहरू पनि छन् सबैको नाम लिन सक्दिनँ म सरी गाइज पहिलो जारी मुभीले हाम्रो समाजको जारी प्रथालाई एकदमै ग्राउन्डेड रूपमा देखाएको थियो एकदमै रियलिस्टिक रूपमा एकदमै र रूपमा देखाएको थियो सो फर्स्ट पार्टले जारी प्रथालाई एकदमै ग्राउन्डेड रूपमा देखाइसकेको छ सो अब नयाँ के अफर गर्न सक्छ त सिक्वेलले त्यही हेर्नको लागि चाहिँ हामी जारी 2 हेर्न गएका थियौँ सो यो भिडियोमा चाहिँ म आफ्नो थिएट्रिकल एक्सपिरियन्सको बारेमा कुरा गर्न चाहन्छु लाइक जारी 2 मुभी हेरिसके पछाडिको थिएट्रिकल एक्सपिरियन्सको बारेमा कुरा गर्न चाहन्छु सो लेट्स स्टार्ट ओके सो मुभीको सिनोप्सिसको बारेमा कुरा गर्ने हो भने चाहिँ यसपटक कहानीमा नामसाङ र मनसाङ के नाम नामसाङ र ह्याङमा छ नामसाङ र ह्याङमाको सम्बन्ध अर्को चरणमा जान्छ जहाँ पर्सनल लाइफसँगै माओवादीको कन्फ्लिक्ट पनि जोडिन्छ सो फर्स्ट पार्टको जस्तै इमोसनल र कल्चरल टोन क्यारी गर्नुको सट्टा त्यसलाई झन इमोसनली कोर लेभल लग्नुको सट्टा मुभी कन्फ्युज फिल हुन्छ कहिले कमेडी फिल हुन्छ कहिले ब्याड राइटिङ कहिले फोर्सफुल इमोसनल फोकस कम्प्लिटली लुज हुन्छ अनेस्टली बोल्नु पर्यो भने जारी 2 फिल्स लाइक जबरजस्ती बनाएको पार्ट 2 स्टोरीको फ्लो छैन सिन्स बिचमा कनेक्सन हराएको जस्तो लाग्छ टु मेनी कट्स रेन्डम ट्रान्जिसन्स र एडिटिङ एकदमै कन्फ्युज फिल हुन्छ लाइक मुभी हेर्दा एउटा कुनै यस्तो सिन हुन्छ नि कुनै मुभी हेर्दाखेरि जसलाई तपाईँ वाउ भन्न सक्नुहुन्छ बट त्यस्तो वाउ मोमेन्ट कुनै छैन क्या मुभीमा म बोर फिल गर्दै थिएँ लिटरली एभ्री टाइम आई वाज फिलिङ बोर मुभी 2 आवर्स 50 मिनट्सको भए पनि मलाई मुभी 3-4 घन्टाको फिल भए जस्तो फिल भयो क्या मुभीको क्यारेक्टर डेभलपमेन्ट पनि एकदमै विक छ स्पेसली विजय बरालको क्यारेक्टर पार्ट 1 मा विजय बरालको क्यारेक्टरले स्टोरीलाई इनर्जी दिएको थियो ह्युमर पनि नेचुरल थियो तर यो पटक विजय बरालको रोल एकदमै लेजी छ क्या जस्ट फिलर हुन्छ नि त्यतिकै ल्याए जस्तो फिल हुन्छ जोक्सहरू एकदमै फोर्स फिल हुन्छ ल्यान्ड गर्दैन कहानीमा केही भ्यालु एड गर्दैन विजय बराल क्यारेक्टर इन आई डोन्ट अन्डरस्ट्यान्ड यो मुभीमा हैट दाजु र रिचा शर्मा किन थिए लाइक यो मुभीबाट यो दुई क्यारेक्टर हटाउँदा पनि मुभीको स्टोरीलाई केही इम्प्याक्ट पर्दैन मुभीमा स्टोरी पनि छैन एन्ड लुक रिचा शर्मा इज भेरी ट्यालेन्टेड एक्ट्रेस होइन रिचा शर्मा इज वान अफ द बेस्ट एक्टर अफ आवर नेपाली इन्डस्ट्री लाइक जस्ट गिभ हर द रोल सी क्यान डिलिभर टु यु उसलाई जस्तो पनि रोल दिनु लाइक सी हेज डन भेरी च्यालेन्जिङ रोल्स बट उहाँलाई पनि यो मुभीमा एकदमै अन्डर युटिलाइज गरेको छ उहाँले मात्रै पनि होइन क्या सबै क्यारेक्टर्स सबै एक्टर्सहरूलाई पनि अन्डर युटिलाइज गरेको छ कुनै क्यारेक्टर डेभलपमेन्टै भएको छैन लाइक सेम प्याटर्नमा मुभ गर्छ सबै क्यारेक्टर्सहरू कुनै मोटिभ छैन क्यारेक्टर्सहरूको लाइक नामसाङको क्यारेक्टर ह्याङमाको क्यारेक्टर एन्ड द्याट नामसाङ फादरको क्यारेक्टर कुनै क्यारेक्टरको एउटा मोटिभ छैन क्या प्रोपर मोटिभ सो मुभीको विकेस्ट पार्ट चाहिँ मलाई एकदमै स्टोरी टेलिङ लाग्यो क्या स्क्रिप्टमा डिरेक्सन छैन माओवादीको सब प्लट कहिले पर्सनल कहिले कल्चरल म्यासेज एन्ड यो सबै चिजहरूमा चाहिँ कुनैमा फोकस गर्दैन क्या मजाले डेभलप नै हुन पाउँदैन यो सबै सिन्सहरू देखाउँदा यति धेरै कट्सहरू लिन्छ नि लाइक म एकदमै इरिटेट भइसकेको थिएँ क्या मुभी हेर्दा ओके कट्स लगाउनु इट्स योर डिसिजन बट तपाईँले नेक्स्ट कट लगाउँदाखेरि प्रिभियस कटसँग कनेक्सन हुनुपर्छ बट यहाँ केही न केही फिल हुँदैन सो कट्स हेर्दाखेरि एकदमै रेन्डमली आए जस्तो फिल हुन्छ लाइक प्रिभियससँग चाहिँ केही कनेक्सन बसाउन सक्दैन लाइक आर यु गेटिङ फर्स्ट रिभ्यू सो नो एन्ड माओवादीको प्लट एकदमै अनेसेसरी छ यो एडिसन गर्दाखेरि चाहिँ इमोसनल टोन हुनुपर्ने राइट तर केही इमोसनल टोन एडै गर्दैन क्या इन्स्टेड मुभीले हामीलाई उल्टै कन्फ्युज बनाउँछ किन मुभी हेर्न आएको भन्दै डिरेक्टर साहबसँग अब केही उपाय छैन क्या अडियन्सलाई इमोसनल गर्ने नामसाङ र ह्याङमाको क्यारेक्टरलाई पनि बिछोड गरिदिए होइन त्यस पछाडि दयाङ राईको क्यारेक्टरले पनि झापड खायो त्यहाँनिर हामीले इमोसनल फिल गराउन सकेन त्यसले अब डिरेक्टर साहबसँग एउटा मात्र हतियार छ जहाँ चाहिँ उसले अडियन्सलाई चाहिँ इमोसनल फिल गराउन सक्नु पर्यो एन्ड त्यो थियो मेरो नम्बरको आँसु एकदमै आँसु आयो सो यस मुभी एकदमै आँसु आयो मुभी म किन हेर्न आएको भन्दै ओके अब सबैको आफ्नो टेस्ट हुन्छ पर्सनली मलाई चाहिँ मुभी मन परेन सो यस अब कमेन्टमा कतिजना महाशयहरू आउनुहुन्छ मलाई गाली गर्नुहुन्छ इट्स ओके गाइज यु क्यान कस मी बट पर्सनली मलाई मुभी मन परेन
यो मेरो ओपिनियन हो होइन। सो भिडियोलाई म यही ऱ्यापअप गर्न चाहन्छु। थ्याङ्क यू एन्ड सब्सक्राइब गरिदिनुहोस्।